हेलो गाइस, सबैजना सन्चै छ, हामी पनि सन्चै छ हैन। अनि आज चाहिँ हामी घुम्न जाने भनेर चाहिँ मैले एउटा पोस्टर पनि हालेको थिएँ हैन। चट्ट पारेर रेडी पनि भइसकेको छ हैन। म अब चाहिँ सिधै बाटोमा भेट्नुपर्छ अनि साथीलाई पनि लगेर अनि हामी भन्ने ठाउँमा चाहिँ जानुपर्छ गाइस। अब साथीले लिन आइसकेको छ नि। साथीको घरनिर चाहिँ मैले वेट गर्नुपर्ने हुन्छ, किन भन्दाखेरि साथीहरूले रेडी भएर निस्किने तयारीमा चाहिँ छ हैन। अनि टक्क साथी आएको म देखाउने छु। अनि हामी अब त चट्ट पारेर निस्किनु छ र सिधै बाटोमा अलिअलि देखाएर सिधै लोकेसनमा गएर चाहिँ भिडियो सुरु हुन्छ। हाम्रो साथीले 2 मिनटमा आउँछु भनेको कत्रो टाइम लाग्यो यार। 10 मिनट भइसक्यो साथी निस्किँदैन, के गर्नु पर्यो यस्तै छ हैन। साथी चाँडो निस्किनुपर्छ, फेरि हिँड्नुपर्छ, हामीलाई टाइम लाग्छ हैन। त्यही भएर एकदम छिटो निस्किनु पर्ने। च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला न। अनि भिडियो पनि हेर्नु कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला हैन गाइस, सेयर पनि गरिदिनु होला गाइस। के भन्नु पर्यो यस्तै हजुरहरू थाहै छ, हामीले नै भिडियो बनाइरहेका छौँ, ल्याइरहेका छौँ हैन। चट्ट हजुरहरूको साथ सपोर्ट चाहियो, एकदम सब्सक्राइब गरिदिनु होला भिडियोलाई, च्यानललाई। हामी चाहिँ भल्कामा चाहिँ इन्ट्री गरिसकेको छ हैन गाइस। अब ठिकै छ, को आउनु भएको छ, कसले हामीलाई देख्नु भएको छ कमेन्ट पनि गरिदिनु होला, च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। अनि हामी चाहिँ पुगिसकेको छ। हेरौँ अब कतिको रमझम चलिरहेको छ। हामी चाहिँ यसो खालि गइदिने मात्रै हो हैन। त्यही भएर गरिदिने हो, हेरिदिने हो, रमाइदिने हो हैन। आफै अब साथी र म मात्र आएको छु। तपाईँले भिडियो पुरा हेऱ्यो भने चाहिँ साथीलाई पनि देख्नुहुन्छ बिचमा हैन। त्यही भएर चट्ट पारेर च्यानललाई पनि सब्सक्राइब कमेन्टमा सबै गरिदिनु हैन। सक्दो सेयर पनि गरिदिनु र सक्नुहुन्छ भने एकदम रमाइलो पनि हुनेछ भिडियो। हेरौँ अब कतिको रमझम हुनेछ। त्यही भएर अब पुलमा पनि गएको छैन हामी चाहिँ। फर्स्ट यता पिकनिक खाने ठाउँतिर चाहिँ जाने भन्नेमा चाहिँ छौँ। त्यही भएर हामी यता आइसकेको छौँ। अनि पुलमा चाहिँ पछि जानेछौँ। त्यही भएर पुलको पनि भिडियो आउनेछ हैन। हेरौँ अब कतिको रमाइलो हुने रहेछ। एकदमै तपाईँलाई मनोरञ्जन गराउने चाहिँ हामी गराउने छौँ भन्ने आशमा चाहिँ आएको होइन। हेरौँ अब तपाईँहरूले साथ सपोर्ट गरिदिनु पऱ्यो एकदम मजाले होइन, केही छैन। टक्कै हामी चाहिँ झुलुङ्गे पुलमा पुगिसकेका छौँ। टुटेर चाहिँ पहिला होइन, थाहै थिएन कसरी चढिरहेको थियो भन्दाखेरि हामी धौधौ चढ्यो यार। हिँड्दा त्यो के गरे भन्ने बुझ्नै गाह्रो छ कि मान्छेहरू उता छन् के गर्दैछन् थाहै छैन। हाम्रो साथी कन्टेन्ट निकालिरहेको छ होइन। अब के भन्नु छ र, अब मैले त कन्टेन्ट निकालिनँ होइन, साथीले कन्टेन्ट निकालिरहेछ। अब हेरौँ साथीको भिडियो कस्तो बनिएको छ। कन्टेन्ट अलिक बबालै निकालिरहेछन् साथीले। गाइस शनिबार आउनु होला भल्कामा होइन, एकदमै रमाइलो कि हामीलाई त यस्तो रमाइलो भयो। 2जना साथी र म आएको थियौँ होइन, एकदमै रमाइलो भएको थियो। किन भन्दाखेरि अब धेरैजना आफ्नो ग्रुपमा भएको भए डान्स गर्न पाइन्थ्यो, यताउता धेरै थियो होइन। के गर्नु अब यस्तै भयो। अब धेरैजना आएन, साथी र म मात्रै आयो होइन। गर्मी पनि मास्क यस्तो अक्का छ कि पुरै छोडिदियो होइन। त्यही भएर अब भल्कामा एकदमै रमाइलो छ। त्यही भएर हजुरहरू पनि आइदिनु होला, भिजिट गरिदिनु होला भन्न चाहन्छु होइन। अनि केही छ आउनु होला, एकदमै रमाइलो पनि छ। शनिबार त झन् बबाले रमाइलो भइरहेको छ होइन। यस्तो भिड छ कि यहाँ खुट्टा टेक्ने ठाउँ छैन कि, भिडियो हेरेर थाहा पाइसक्नुहुन्छ होइन। त्यस्तो राम्रो भइरहेको साथी र म दुवैजना चाहिँ छौँ। त्यही भएर एन्ड्रोइडै आपत भइरहेको छ चलाउनु। त्यो आइफोन कहाँ किन्नु दोष यहाँ गाह्रो छ त दोष। 4 हो कि हरियो हो दोष यार। यस्तै 4 हो या दोष, कहाँको हरियो हुनु। 4 हो है, यस्तै खत्रै देखाएको छ यार। डमी आइसकेको छ गाइस, हामी डमीलाई समाइन गइरहेछौँ। डमी केटा केटी हो, केटा केटी जस्तो मान्छे भएको छ ल। फाइनली डमीसँग पनि भेट भइसकेको छ होइन भल्कामा। त्यही हो, यो तपाईँ नयाँ हो क्या? ल ल ल ल ठिक छ ल। इन्जोय है गाइस। ओके ओके। डमी पनि रहेछ, हामीलाई थाहै दिने होइन कमल। डमी पनि रहेछ के। जुमिङ हान्नुपर्छ हामीले, अरू केही छैन के। जुमिङ नहान्यो भने त भएन। अलिक जुमिङ पनि हान्नु पऱ्यो। के बनाउने हो र, के बनाउने?
मान्छेले कन्टेन्ट चाहिँ मुखमा फोकस गर्न पाएको भए कन्टेन्ट बन्थ्यो होइन मुखमा फोकस गर्न पाएकोन मुखमा त्यो मैले बनाएको थिएँ नि उता इन्डिया गएको बेला त्यस्तो बनाएको ठ्याक्कै जुमिङ हान्न पाएको भए राम्रो हुन्थ्यो त्यही भएर छैन कि त्यस्तो दोष त्यही भएर तनावमा छ बुढापाका पनि रमाइलो गरिदिरहनु पुग्तिर होइन बुढापाका पनि रमाइलो आनिदिरहनु पर्ने रिसाउला नि मलाई त्यति झ्याउ लाग्छ कि रिसायो भने के हुन्छ अलिक म देखिहाल्छ नि झ्याउ लागेर झ्याउ लागेर के दोस् झ्याउ लाग्यो यार लागौँ घरतिर के गर्ने यहाँ बसेर अब म त सरिहाल्छु नि दोस् बिस्तारै बिस्तारै के चल्दैन यो बिचमा ग्याप आन्थ्यो कि यहाँ पनि हालिदिनु पर्ने थियो कि मैले छोडिदियो कि होइन कस्तो आइरहेको दोस् आइरहेको छ पछाडि मान्छे देखिने नि आएको मुखमा फोकस हान्नलाई कस्तो जे पाए त्यो बोल्ने भिडियो बनाउन भनेर जे पाए त्यो पनि बोलाउँ यो पानी फोरै रहेछ दोष यार हेर न कस्तो छ सफा पानी उता खालि अघि हामी जहाँबाट आएको नि त्यही राम्रो छ पानी तर रमाइलो भइराखेको छौँ है रमाइलो छ अब त्यहाँ झन् त्यहाँ कतिको रमाइलो भन्छ फेरि त्यहाँ भिडियो बनाउनु भन्दा अब त्यहाँ ऊ हुने नै यार त्यहाँ के पिकनिकतिर अब आफ्नो आफ्नो ऊ भइदिएको भए आफ्नो पिकनिक भइदिएर रमाइलो हुन्थ्यो हो कि नै आफ्नो भ्यालु चाहिँ पनि रमाइलो गर्ने हो कि आफैले बनाउने हो रमाइलो कन्टेन्ट रमाइलो मुभमेन्टहरू सबै आफैले बनाउने हो सिङ्गल सोलो भ्लगरहरू कसरी रमाइलो गर्छन् दोस्त आफै अब यहाँ उल्न जाउने यार दोष यार यही त छ रमाइलो अब त्यहाँ भ्लग हाल्न तिमी ल्याउ तिमी हान तिमी त्यहाँ कन्टेन्ट उल्टा हातमा त दियो तिमीले यार त्यस्तै छ म त्यस्तै बनाउँछु यो उल्टा हात भयो मेरो यार जस्तो भए पनि समाउन फर्काउनु जाम पर्यो जाम आ गएर बाबा के पहिरो आयो क्या बाढी पहिरो बाढीले पुलै बगाइदियो भलक त हो नि होइन कुन छैन नराम्रो केही होइन होइन भलकै हो भलक सबै एउटै हो मैले जुन बनाएको छैन किन आटा त्यो अर्को उता हो त्यहाँ खानु टाढा छ दोषहरू टाढा छ टाढा भयो नि जाउँला नि केटीहरू लुकेर हिँडिदिन्छ नि यार मुख छोपेर यार हामीले खाने होइन होइन के भन्ने कि म्याक्स के भन्ने होला यार केटीहरूलाई के भन्नु छ र केटीहरूलाई के भन्नु छ र कति आइरह दोष यार हेर न अझ आइरहन् दोष उता हेर न निस्क्यो अब त्यही त त्यहाँ जाऊ भनेको तिमी नै भन्छौ भाइको त 4 खुट्टा रहेछ नि भाइ हेर न माग्छु 4 बत लागिहाल्यो अझ पनि यस्तो भिड उता आइरहने दोष उता हेर न अझ यस्तो आइरहेको थियो नि यार यार बिचमा भएन कि त्यही त झ्याउ छ आइरहेको छ बाबालाई एकदम बाबाले दोष हो दोष हो ल थ्याङ्क यू लामै भन् तिमीले भने मलाई लामो बनाऊ भनेर लामो भयो के भयो त यार मैले बनाइरहेको छु त आयो भने ठ्याक्क पछि आएको तिमी नबनाऊ उभियो मात्र भने हो क्या त्यही भएर हामी चाहिँ कन्टेन्ट मुखमा फोकस हान्नु त चाहन्छ त्यही भएर न त केही थिएन अरूकै परेन र
नाच्दिने हजुर डान्स गरिदिनु बहिनीहरूले कहाँ नाच्ने अन्त किनेर गाह्रो छ दोष गाह्रो छ गर्ने के हो घुमेर हामी पनि निस्किने अब आइरहन् केटाहरू हामी भर्खर आयौँ नै भगवती दिदी कहाँ हुनुहुन्छ केही छ के हो पुल हल्लिन लागेको त दोष यार लास्टै हल्लिरहेको अहिले मान्छे धेरै भयो नि त अघि भन्दा अघि नै थिएन होइन टाढाहरूदेखिको झन् राम्रो हुन्थ्यो अनि अर्को कुरा यो पुलमा दियो हालिदिनु पर्ने कि सबै यहाँ पनि हालिदिनु पर्ने कि यिनीहरूले हालेन आधा आधा हाल्यो कि अनि यता यस्तो माथि छैन त्यही त सबै त्यही त। हालिदिनु पर्ने कि अनि ल ल हामी चाहिँ वेट गर्छौँ आऊ त्यसो भए ए ल दिदी आउँदैन साथीहरू अनि जाउँ सँगै यस्तै चाहिँ खनाप छ यार भलासमा त्यो कुरा निकाल्नु भएन नि यार त्यो बिस्तारै भन्नु होला नि होइन भोलिको प्लान के छ भोलि चाहिँ भोलिको प्लान वहीँनिर त्यो त्यहाँ जानुपर्छ यार भोलि भएन के भयो चाडिदियो होइन त्यहाँबाट उताबाट लिएर आएको निकालेर केही छैन थोरै थोरै मात्रै हो लागिरहेको छु होइन लागिरहेको छु कि होइन त्यहाँबाट उलिरहेको छ हेरौँ टोलीको गाह्रो पर्छ अब चढ्ने बेला सजिलो भयो होइन चढ्ने बेलाको पालो आयो हेरौँ तिमीले मोबाइलै दिएन त लौ नि त ल्याउ न मोबाइल यार ल यहाँ हेर हेरौँ त हेरौँ तल हेरौँ ला डराइदिनु नखाऊ तिमी यार केटी भन्दा पनि डराइदिनु नखाऊ त यार केटीहरू सुई 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 गइहाल्यो यार मोबाइलमा लक त छैन छ 963 ल यहाँ हेर दोस्त के छ तिम्रो भनाइ त्यहाँबाट भन यहाँबाट चाहिँ पुग्ने होइन आवाज यार पुग्छ गाह्रो छ गाह्रो छ गाइज एकदमै तर रमाइलो पनि छ नि रमाइलो पनि बेग्लै छ गाह्रो साह्रो केही हुन्न ल दोस्त के भन त ल के भन भनेको यार भन्छौ झन् अब यस्तो हो गाई होइन आज चाहिँ हामी भल्का हाम्रो यो लोकल पर्यटकीय स्थल भनौँ होइन यो पनि पर्यटक स्थलै हो किनभने मान्छेहरू धेरै टाढाबाट यहाँ भिजिट गर्न आउनुहुन्छ होइन सो यहाँ चाहिँ अर्को कुरा चाहिँ यहाँ यो चाहिँ पिकनिक स्पोट हो क्या तपाईँहरू पनि आइदिनु होला पिकनिक स्पोट हो यहाँ अब आज एक त शनिबार भएको कारणले गर्दा पनि यहाँ चाहिँ मान्छेहरूको एकदमै घुइँचो छ होइन भिडभाड तपाईँहरू देख्न सक्नुहुन्छ क्यामेरामा यस्तो घुमाइदिनु क्यामेरा यस्तो भिडभाड छ गाइज सो त्यही हो मेरो भनाइ चाहिँ अब सबैजना आइदिनु होला यहाँ भिजिट गरिदिनु होला अनि यो चाहिँ एक्सप्लोर हान्नु पऱ्यो हामीले होइन आफ्नो पर्यटकीय स्थललाई चाहिँ सबै ठाउँमा हामीले चिनाउनु पऱ्यो सो अनि नजिकै तीर्थयात्रा चाहिँ गर्नु भएन होइन सो सबैजनाले आउनु पऱ्यो यहाँ आएर भिजिट सिजिट गरिदिनु पऱ्यो यहाँ अहिले चाहिँ यस्तो राम्रो छ कि यो पिकनिक खेल्न त अब के अरे हाम्रो साथीले पनि खेल्ने भनिरहेको छन् हेरौँ अब के हुन्छ होइन त्यही भएर भिड चाहिँ लास्टै छ यार दोष यार क्यामेराको फोटो खिच्नु फोटा नखिचौँ पछाडि हेर्नुलाई यस्तो भिड छ कि उतैसम्म छ यार कत्रो भिड हो भिडको त कुरै भएन यस्तो छ गाइज एकदमै आइदिनु होला सबैले भिजिट गरिदिनु होला होइन रमाइलो पनि छ हामीलाई त दुईजना साथीहरू आउँदा पनि रमाइलो गरेर आएको छु होइन यस्तो सबै छ कि हेर्नु न हस् ल के हो यस्तो रमाइलो भित्र यस्तो पनि रहेछ पिङ सिङ पनि थियो होइन हामीले त थाहा दिएन त्यही भएर हामी चाहिँ आएको अब फोटा चाहिँ खिच्नुपर्छ हामीले साथीले रमाइलो साथीले चाहिँ पिङ खेल्ने चाहिँ भनिरहेछन् खै साथी पिङ खेल्ने रे तिमी त सोचिरहेको छु के हुन्छ एकछिनमा ठिक छ खेलो दोस् खेल्नुपर्छ होइन लगायत यो चाहिँ एकदमै चाहिँ हाम्रो दोस्तले पिङ खेल्ने भनिरहेछन् हेरौँ अब त्यही भएर एकदम रमाइलो चाहिँ भल्कामा यस्तो पनि रहेछ हामीलाई थाहै थिएन होइन छोटा हामी आज आएको यस्तो रहेछ
ठिक कहाँबाट आउँ हामी अघि यहीबाट आएर योबाट आइज हामी योबाट 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 त्यो गेट यहीबाट यहीबाट आएको होइन यहाँ रमाइलो गरेर आएको थियो डान्स टक्कै हाल्नु लाग्यो अरे केटीले भने होइन सबैजनाले कि मैले बिहे गरेको छु भन्ने त कहाँ बिर्सिनु बिहे गरेको छु भन्ने बिर्सियो भने त फेरि बुढीले बेलुका त दिइहाल्छ त केटी जिस्काउन गयो भनेर मास्क टी सर्ट दियो भने के गर्नु छ र त्यसमा हो कि नै आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने हो त्यही भएर गाह्रो छ क्या त्यो माफ करना मैं रमाइलो त्यहाँ मात्र गरेर आएर छौँ कि मान्छेमा ठाउँ रमाइलो छैन क्या के डान्सै छैन त्यस्तो रमाइलो त्यहाँ मात्र छ अरू ठाउँ छैन बाबाले रमाइलो रमाइलो गरिहाल्छ अब आफ्नो टिम भएको भयो झन् रमाइलो हुने नि हामीलाई त्यस्तो छैन अनि गाडा गुलौती यति आइरहेको छ यहाँ अहिले पनि शनिबार यस्तो भिड हुन्छ हिजो आएको भएर हामी रहेछौँ यार होइन भने तिम्रोमा मात्रै हुन्थ्यो अरू को हुन्थ्यो अरे यार आज हेर न यस्तो धेरै मान्छे चाहिँ जहाँ हेऱ्यो मान्छे रमाइलो हामीलाई त्यो पुलमा जाउँ र अझै एकदम कन्टेन्ट बनाउन उताबाट जाउँला यहाँभन्दाबाट पनि होइन उताबाट फेरि आउँला नि तल यार यहाँबाट उकाल्नु ओर्नु झ्याउ लाग्ने हो कि किनभने बाइक लगिरहेको हामीलाई पनि सजिलो पर्छ पारि वहीँबाट निस्क्यो अब भोलि भोलिको लागि भोलि पोस्ट आउँछ फेसबुकमा उसमा तिमीलाई मेन्सन गर्न बिर्सिहालेँ यार म हिजो तिमीहरू एउटा साथीले मेन्सन गर्न बिर्सिहालेँ कि कस्तो हात दुख्छ यार र यहाँ बनाउने भने होइन किन कहाँ गर्ने त्यहाँ गरौँ अनि बाटोमा गरौँ होइन होइन गाह्रो छ हात दुखिहाल्यो यार सेल्फी सेल्फी तिमी गर्नु भइहाल्यो यार गाइस हाम्रो भ्लग चाहिँ इन गर्ने भन्ने भएको छ होइन ठिकै छ आजको लागि यति नै छ होइन गाइस सबैजनाले भिडियो हेरिदिनु होला च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भिडियो कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला होइन सेयर पनि गरिदिनु होला एकदमै सब्सक्राइब पनि मारिदिनु पऱ्यो गाइस होइन आजको लागि यति नै भन्न चाहन्छु अनि नेक्स्ट भिडियो नेक्स्ट डे अब कुनै दिन चट्ट मिलाएर चट्ट हान्ने हुन्छ ल गाइस आजको लागि यति नै